भर्खरै मैले अहिले सल्यान जिल्लाको कुनै बजारी स्थानमा हिँड्दै थिएँ। त्यहाँ चाहिँ एकजना दलित महिला चाहिँ सँग भेट भयो। भेट हुने क्रममा नानी यसो चाहिँ नि अब तिम्रो जातिको निम्ति पनि अङ्गभङ्ग भएको हामी नै हो, जातीय मुक्तिको निम्ति लडे पनि हामी नै हो भन्ने कुरा चाहिँ मैले गरेँ। गरेपछि उनले के भनिन् भने हामी त जय घन्टीलाई चाहिँ भोट हाल्छौँ, हामी घन्टी भइसक्यौँ भन्ने कुरा चाहिँ गरिन्। ठिकै छ, तिनीहरू घन्टी भन्दा दुई चारजना त्यो कामी के अरे त्यो हामीले त दलित भन्थ्यौँ तर वास्तवमा त्यसलाई कामी नै भन्छ। कामी जातिले दुई चारजना घन्टीलाई चाहिँ भोट हाल्नेमा हामीलाई फरक पर्ने केही छैन। किनकि रवि लामिछाने भनेको ब्राह्मण जाति अन्तर्गतको भोलि घन्टीलाई भोट हालेर ठुलो दल बनाएर बहुमत त आउने ठाउँ छैन, ठुलो दल बनायो भने तिमी कामीलाई कामी नै दमाईलाई दमाई नै भन्न चाहिँ बेर लाउँदैन। यो कुरा उनीहरूले बुझेनन् कि मैले बुझाउन सकिनँ। सायद मैले उनी बहिनीहरूलाई त जातीय मुक्ति निम्ति एउटा चाहिँ नि यहाँ टोल समिति एकै अध्यक्ष बनाइदिउँला भनेर सोचेको थिएँ, हुन सकेन। यदि उहाँहरूलाई अझै पनि म के भन्छु भने तपाईँले एउटा सानो कुरामा तपाईँहरूले चाहिँ नि भन्ने त अब घन्टीलाई भोट हाल्छ भनेर भनिहाल्नुभयो। घन्टीको विशेषता, घन्टीको परिणाम, घन्टीको आन्तरिक कुरा बुझ्नु भएको छैन। घन्टी भने कहीँबाट सञ्चालित छ त्यो कुरा बुझ्नु भएको छ कि नै? यदि बुझ्नुभएको छैन भने म प्रष्ट भनिदिन्छु। त्यसै पनि ब्राह्मण जातिले तपाईँलाई हिजो जातीय रूपमा थिचोमिचो गरेकै हो, जातीय रूपमा थिचोमिचो गरेकै हो। अब जातीय उन्मूलनको लागि, जातीय मुक्तिको लागि लड्ने भने हिजोको नेकपा माओवादी र अहिलेको नेपाल कम्युनिस्ट पार्टी यो मात्रै हो। र तपाईँहरूको मुद्दा संविधानमा समेट्ने र तपाईँहरूको मुद्दा चाहिँ जातीय मुक्ति बनाउने नेपाल कम्युनिस्ट पार्टी मात्रै हो। यदि रवि लामिछानेलाई भोट हाल्नुभएको छ भने भोट त हाल्नु होला, तर त्यसको परिणाम भोलि देख्नुहुन्छ। संविधान लागू गर्ने कि एमसिसी लागू गर्ने भन्ने कुरा छ। सायद रवि लामी राष्ट्रिय स्वतन्त्र पार्टी, रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी बहुमत भयो भने प्रधानमन्त्री बन्न सक्ने त उसको हैसियत छैन। उना लक्ष्य छैन, उद्देश्य छैन, कुनै चाहिँ जाति वर्ग क्षेत्रको मुद्दा उठाछ, त्यो सम्भव छैन। तर तपाईँहरू दलित समुदायहरूले त्यही कुरा बोल्नुभयो भने यो कुरा पनि आउने छ कि भोलि लामिछाने भने ब्राह्मण अन्तर्गतको जात हो, त्यो जातले तपाईँहरूलाई त्यही थिचोमी हिजोकै काङ्ग्रेस एमाले गरेको थिचोमिचोमा राख्नेछ र काङ्ग्रेस एमाले गरेको व्यवहार गर्नेछ। यो कुरा के अरे बुझेर राख्नुहोस्। यदि तपाईँहरू जातीय उन्मुक्तिको निम्ति हो, हाम्रो जात वर्ग क्षेत्र केही भएन, दलित जातिलाई सराबर बनायो हिजोको नेपाल कम्युनिस्ट पार्टी माओवादी र अहिलेको नेपाल कम्युनिस्ट पार्टीले भन्नुहुन्छ, तारा चिन्हमा भोट हालेर सहयोग गरिदिनु हुन अनुरोध गर्दछु। यदि तपाईँलाई हाल्न मन छैन भने पनि नहाल्नु होला। भोलि तपाईँहरूको जातीय मुक्ति पनि देखिन्छ। अब थोरै कुरा चाहिँ त्यति कुरा धेरै कुरा चाहिँ नबोलिहालौँ, बोल्न मन त थियो। तपाईँहरूले कसले चाहिँ प्रशिक्षण दियो, प्रशिक्षण दिने मान्छेको ऊ र के अरे जात र तपाईँको जात पनि एउटै हुनसक्छ। मेरो दलित समुदायको बहिनीहरू जहाँ कुनै ठाउँमा भेटेको बहिनीहरू, अन्य ठाउँमा त प्रष्ट छन्, कुनै ठाउँमा भेटेको बहिनीहरू तपाईँहरूलाई अझै पनि म के भन्न चाहन्छु भने तपाईँहरू जातीय मुक्ति निम्ति लडे पनि नेपाल कम्युनिस्ट पार्टी नै हो। तपाईँहरू जातीय मुक्तिको निम्ति भनेर, जातीय मुक्तिको निम्ति अपमान गर्न नपाउने भनेर संविधानमा जातीय कुरा लेख्ने पनि नेपाल कम्युनिस्ट पार्टी नै हो। नेपाल कम्युनिस्ट पार्टीले एउटा चाहिँ तपाईँको त्यो कुरा हाल्नेछ कि संविधान लागू गर्नेछ। यदि बुझ्नुहुन्छ भने नेपाल कम्युनिस्ट पार्टीको चुनाव चिन्ह तारामा भोट हालेर सहयोग गर्नुहोला। अब यदि तपाईँ जातीय रूपमा बुझ्नुहुन्न, यो सबै कुरा, यो इत्यादि कुरा चाहिँ बुझ्नुहुन्न भने ठिक छ, तपाईँको जहाँ मन लाग्छ त्यहीँ दिनु होला। अब नेपाल कम्युनिस्ट पार्टी तारा चिन्हलाई भोट हालेर बहुमतले जिताउनु भने तपाईँको चाहिँ नि भोलि चाहिँ नि संविधान लागू गरेर तपाईँहरूको प्रष्ट मुद्दा चाहिँ हामीले लागू गर्नेछौँ।
अब यदि गर्न सक्नुहुन्न भने तपाईँले जुन पार्टीलाई चाहिँ तपाईँहरूले भोट हाल्न खोजिरहनु भएको छ, जुन चाहिँ नि उसलाई चाहिँ तपाईँको भोट दिन खोजिराख्नु भएको छ, त्यो पार्टी लामिछाने जाति पनि ब्राह्मण जाति र अमेरिकाबाट सञ्चालित त्यो रविलास राष्ट्रिय स्वतन्त्र पार्टीले के उ गर्छ, के चाहिँ तपाईँहरूलाई वर्ग देखाउँछ त्यो आफै हेर्नुहोला भन्दै दुईवटा कुरा चाहिँ अब ठिकै छ। अझै पनि म आशा गर्छु कि तपाईँहरूको भोट घन्टी माटो त्यसपछि गरी काङ्ग्रेस एमाले सूर्य रुखमा होइन नेपाली तारामा आउनेछ भन्ने कुरा चाहिँ म विश्वस्त तपाईँहरूबाट विश्वास लाग्दै बिदा भएँ।